ल सुरु गरौँ है त आजको दिन यसरी लाग्यो त ग्राउन्डतिर बिहान बेलुका दिउँसो जति बेला टाइम मिल्छ है मेहनत चाहिँ गर्न छोड्नु हुँदैन। ग्राउन्डमा चाहियो ग्राउन्डमा आइसकेको त केटाहरू पहिल्यैदेखि एक्सर्साइज गरिरहेको रहेछन्। फुटबल क्रिकेट एक्सर्साइज अलग अलग तरिकाको एक्सर्साइज भइरहेको रहेछ। ल मेरो पालो म पनि सुरु गरेँ आफ्नो एक्सर्साइज। हेर्नु त ग्राउन्डमा आएर कसरी एक्सर्साइज गर्न सकिन्छ। सपोर्ट गरिदिनु न भाइलाई। थोरै भिडियोहरू मनपर्छ पर्दैन हेरिदिनु न, मनोबल बढाइदिनु न। एक्सर्साइज गरेको मार्फत हिम्मत बढाइदिनुहोस् न। ग्राउन्डमा गएर बिहानको मर्निङ वाक दगुर्नुहोस्, हिँड्नुहोस्, एक्सर्साइजहरू गर्नुहोस्, शरीरको लागि स्वास्थ्य हुन्छ। यो मेहनत हेरेर आफ्नो जोस पनि लगाउनुहोस्। नजिकै ग्राउन्ड छ, कुनै पनि ठाउँमा गएर एक्सर्साइज, दुईटा इट्टा लिएर दुईटा ढुङ्गा कुनै पनि चिज लिएर आफ्नो जोस र जागर गर्न सक्नुहुन्छ हजुरहरू। मेरो मिनी ब्लगलाई हेरेर साथ दिनु, सपोर्ट गरिदिनु। लास्टमा एक्सर्साइज गरिसकेपछि शरीर तन्काउनुपर्छ है, नसा पनि खुम्चिरहेको हुन्छ। लास्टमा चाहिँ म यसो गरेर आफ्नो एक्सर्साइज भ्याउँछु। सपोर्ट गरिदिनु। थ्याङ्क यू सो मच। लभ यु अल।